फेरि अर्को मेरो भ्लगमा वेलकम छ तपाईँहरूलाई। हेर्नुहोस् अघि बनाउँदै राख्नुपर्ने भयो कि हेर्नुहोस् हामी छेडाबाट आउने टिकट गर्नुपर्छ। 20 रुपियाँको टिकट, 20 रुपियाँ भएर 30 रुपियाँ नेपालीको रहेछ टिकट चाहिँ। यहाँ टिकट काट्ने गेट भयो यहाँ। वेलकम टु गुफा पातल। दाइले भन्दै हुनुहुन्थ्यो मेरो उयस पनि देखाइदिनु भन्थ्यो कटेजको। वाइबा गेस्ट हाउस रहेछ उहाँको चाहिँ। हेर्नुहोस् गाइस, वाइबा गेस्ट हाउस पनि रहेछ। यस्तो यहाँ चटपटे पाउँदो रहेछ। यहाँ चटपटे पानीपुरी हेर्नुहोस्, ट्याक्कलर स्वाट। उहाँ हुनुहुन्छ सर हाम्रो विदेशी, भर्खर आउनु भएको। सिगरेट तनाइ चाहिँ होइन खतरा छ ल। अनि यस्तै छ यहाँ। उँधो बन्दै रहेछ अहिले, राम्रो बन्दै रहेछ। हामी यस्तै छौँ। ल हेर्नुहोस्, आज न्यु इयर चाहिँ यसरी मनाइरहेको छ यहाँ चाहिँ टक्क लाएर। इन्डिया चाहिँ उयो बाटोदेखि उता हेर्नुहोस्। पशुपतिबाट आउँदा चाहिँ यहाँ सजिलो हुँदो रहेछ, गाडी त्यहाँ पार्किङ गरेँ। त्यहाँबाट यता अलिकति रहेछ, यता नेपालपट्टिबाट चाहिँ बाटो अलिक अप्ठ्यारै रहेछ हौ। इन्डियापट्टिबाट सजिलो रहेछ। हेर्नुहोस् गाइस, यस्तै छ यहाँको हल्लीचल्ली। बोलिरहेको छु त अनि यहाँ अहिले अब यस्तै हो नि त। अनि यहाँ हेर्दैछु क्या म। यहाँ हेर्नुहोस्, ओ असित सर, हो केटाहरू त यहाँ भेला भएको रहेछ त। नमस्कार बा, नमस्ते। म हल्का अहिले पैसा कमाउने त्यो लागेको छ। ल आउँछु। उहाँ चाहिँ मेरो साथी है, असित सर। ल यस्तै छ। तल कस्तो राम्री बहिनी हो, अर्काकै बुढी भने कम्ती राम्रो छ नि त। ल बाई बाई।